तर म चल्थ्यो होइन त तँलाई सम्झिरहेको छु अब यहाँ इन्टरभ्यूमा भनेर चाहिँ यस्तो अलिकति रेस्पेक्ट दिएको अनि त्यही हो उसँग नै गफ हुन्थ्यो अनि आफ्नो सेक्रेट कुराहरू अनि घरको कुराहरू सबै उसँग मात्रै हुन्थ्यो अनि त्यति धेरै साथीहरू चाहिँ भएन अनि बाल्यकाल पनि ठिकै भयो भनौँ मम्मी बाबाकै काखमा हुर्किँदै पढ्दै गाउँदै सिक्दै नाच्दै त्यही हो त्यो चाहिँ मैले फोक क्लासमा पढ्दा चाहिँ म चाहिँ युनिभर्सल सब्लाइम एकाडेमीमा पढ्थेँ त्यहाँ चाहिँ मेरो 10सम्म नै पढाइ नर्सरीदेखि 10सम्म नै मैले आफ्नो पढाइ चाहिँ पुरा गरेको थिएँ त्यहाँबाट चाहिँ अनि खासमा चाहिँ मैले बाबाबाट सिकेको गीत गाउन चाहिँ बाबाले चाहिँ गाइराख्नुहुन्थ्यो मम्मी बाबा चाहिँ गुनगुनाइराख्ने होइन अनि बाबा पनि गुनगुनाउँदै अनि उहाँले चाहिँ खासमा धेरै जसो आधुनिक गीतहरू सुन्ने बढी होइन हजुर अनि डेकहरूमा लगाउँदा चाहिँ अनि त्यसपछि बाबासँगै गाउने अनि त्यसपछि बाबाले कसरी गाउनुहुन्छ त भनेर अनि त्यो सिक्ने चाहना राख्ने होइन अनि त्यसो गर्दा गर्दै चाहिँ गाउने चाहना पनि बढ्यो